आज हामी जान लागेको रोपाईमा। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई मिनी ब्लग। अनि आज हामी चाहिँ उषा दिदीको रोपाईमा जान लागेको। अनि हामी बाटोमा हिँड्दै गर्दा हामी हाँस्दै रमाइलो गर्दै जान लागेका छौँ। अनि दिदीले चाहिँ सिमन भाइले चाहिँ हामीलाई बाटोमा हिँड्दै गर्दा हँसाउँदै लगिराखेका छन्। अनि हामी बाटोमा हिँड्दै गइराखेका छौँ, एकअर्कामा हाँस्दै अनि रमाउँदै हामी चाहिँ रोप्ने ठाउँमा पुग्न लागेका छौँ। हामी बाटोमा हिँड्दैछौँ र दाई दिदी अनि सिमन भाइ भएर अनि हामीहरू यहाँ पनि सक्यौँ। पुगेर पनि त्यहाँ खेतमा पलाएको घाँसहरू हामी सबैजना मिलेर काटिराखेका छौँ, दिदीले दाइले। अनि हामी सबैजना मिलेर खेतमा भएको घाँसहरू काटिराखेका छौँ। अनि धेरै कठिन थियो त्यहाँनिर है, तपाईँले देख्न सक्नुहुन्छ खेतमा कति धेरै घाँस पलाएको छ। अनि त्यो घाँस पलाएको हामीले काटेका छौँ। यहाँनिर धेरै घाँस पलाएको कारण अनि धेरै देख्न सक्नुहुन्छ, उता धेरै ठाउँ छ। अनि त्यो सबै घाँस चाहिँ हामीले काटिसकेका छौँ। अहिले मलाई पनि हेर्न सक्नुहुन्छ कस्तो गर्मीले पुरै म पसिनेल भएर म त्यो भिडियोहरू बनाइराखेको थिएँ। अनि दाइले पनि त्यहाँनिर घाँस काटिराख्नु भएको छ, दिदीले त्यहाँ भएको घाँसहरू उठाउँदै उतातिर फाल्दै हुनुहुन्छ। हामी सबैजना मिलेर अनि खेतलाई चाहिँ रोप्नको लागि तयार गर्दैछौँ। अनि तपाईँहरू देख्न सक्नुहुन्छ मौसमले पनि हामीलाई च्यालेन्ज गरेको छ। यहाँनिर घाँसहरू सबै हामी काटिराखेका छौँ। अनि हामी चाहिँ अब खेतलाई जोत्नको लागि तयार गर्दैछौँ। तपाईँ देख्न सक्नुहुन्छ यहाँनिर फेरि अब हामीले त्यो घाँसहरू सबै काटेर खेतलाई जोत्नको लागि तयार पारिसकेका छौँ। अनि अब रोप्नको लागि चाहिँ तयार भइसकेको छ। यहाँनिर धेरै कठिन भयो। हामीले देख्नुहोस् कहाँबाट पानी लिएर है, पाइप लगाएर पानी लिएर अनि भाइहरूले जोतेर अब एकछिनमा रोप्नको लागि चाहिँ तयार भयो। धेरै गाह्रो भएको थियो तर पनि हामीले गऱ्यौँ। अनि यहाँनिर देख्न सक्नुहुन्छ यहाँनिर खोला बगिराखेको छ। अनि मलाई देख्न सक्नुहुन्छ म कति पसिनेल भएर पानी परे। अनि हामी पानीमा भिजेर पनि हामीले काम गरेका छौँ। अनि यहाँनिर दाइले सिमन भाइले यो जोत्नको लागि ट्र्याक्टरलाई चलाउँदै हुनुहुन्छ। अनि यहाँ ट्र्याक्टर चालु भइसकेको छ। अनि हामी चाहिँ हेर्न सक्नुहुन्छ अब रोप्नको लागि चाहिँ यहाँ प्रिपेयर हुँदैछ। अनि त्यसपछि बनाइसकेदेखि अब चाहिँ रोप्ने टाइम। अनि यहाँ हेर्न सक्नुहुन्छ मैले दाइलाई भिडियो बनाउन दिएको थिएँ। दाइले यसो मुखी बनाउनु होला है दाइ भनेको, तेर्सो मुखी, दाइले सिधै मुखी बनाउनु भएछ। अनि हामी यहाँ चाहिँ रोप्न लागेका छौँ, दिदीले मैले अनि आन्टीले चाहिँ यहाँ रोप्न लागेको। अनि तपाईँहरू देख्न सक्नुहुन्छ। अनि यही हो आजको हाम्रो मिनी ब्लग। हामीले त्यहाँनिर घाँस काटेर धेरै परिश्रम गरेर चाहिँ हामीले आखिरीमा रोप्नको लागि खेत बनायौँ। थ्याङ्क यू फर वाचिङ। आजको हाम्रो रोपाई तपाईँले देख्न सक्नुहुन्छ यहाँ आन्टी अनि दिदी म मिलेर चाहिँ रोप्दैछौँ। थ्याङ्क यू।